हर्क सम्पाङजी भन्दा अर्को विकल्प छैन। बालन शाह प्रधानमन्त्री भनेर झापाबाट केपीसँग लड्ने कुरो भइसक्यो, तपाईँ चाहिँ हर्क शाह भन्दा विकल्प छैन भन्नु। बालन शाहजी अब जहाँबाट लड्यो भने पनि अब बालन शाहसँग सरकार छैन। मेरो नजरले देखेँ भने मैले अझै तपाईँ अघि पनि भने अहिले काठमाडौँमा उहाँ लड्यो भने वार्डमा पनि हराइदिन्छ। यहाँको जनता यति पीडित छन् होइन, वार्डमा हराइदिन्छ। त्यो विचार गर्नु। जित्दैन बालन शाहले। उहाँ कहाँ आफ्नो जन्मभूमि स्थलमा आउनु पर्यो नि, त्यहाँ किन आइरहेको छैन? आउनुहोस् न, तपाईँको आफ्नो गाउँ छ, तपाईँ जिम्मेदारको छोरा, तपाईँ ठुलो मान्छे होइन। यहाँ काठमाडौँको मेयर आफ्नै ठाउँमा आउनु न। झापामा अब कहाँ त्यहाँ सक्दैन, त्यो कहीँबाट सक्दैन। उहाँले एकदम उहाँ नेपालभरिको 77 जिल्लामा जहाँ पनि लड्थ्यो जित्थ्यो बालन शाह। तर जेनजीको हत्या गराउनमा ठुलो भूमिका, यो यत्रो संसद भवनहरू जलाउनमा ठुलो भूमिका, जति सर्वोच्च अदालतहरू जल्यो, जति डाकाहरूको फाइल जल्यो, यो सबमा बराबरको हिस्सेदार छ। किन प्रधानमन्त्री बनेन? जब तपाईँ रुमबाट खालि स्टाटस लेख्ने, अहिले आएर तपाईँको अध्यक्षले लेखिराख्नु भएको छ नि यी दिनमा। अध्यक्षजीले त 100 लेख्छ, 300 लेख्छ। जबसम्म तपाईँ हेर्दैन राम्रोसँग, जबसम्म तपाईँ सुन्दैन राम्रोसँग, तबसम्म लेखिरहन्छ। एकदम अरूले त थोरै लेख्यो भने तपाईँ 20 लेखिरहेछ नि होइन। एउटा पोखरीमा तपाईँ 20 हालिदिए एउटा कोनामा पुरै पोखरीको माछा मर्छ। त्यस्तै तपाईले एउटा स्टाटस लेखेर तपाईँ भित्र यति ताकत छ, जसको छोरा मर्यो जेनजी आन्दोलनमा, त्यो आमा बुवाको के बितिरहेछ त्यसलाई गएर सोध्नु न एकचोटि। जसको छोरा छोरी गयो त्यसको भित्र सोध्नु न। त्यो स्टाटस लेख्ने मान्छे त्यो आमा बुवालाई भेटिहाल्यो भने होइन, त्यसको जबरा सबरा सब फुटाइदिन्छ जसको छोरा मरेछ होइन। स्टाटस लेखेर मात्रै हुन्छ, जिम्मेवारी बोक्नु पर्दैन। जब राजीनामा दिइसक्यो त्यसपछि किन गोली चल्यो, त्यसपछि यत्रो भवनहरू किन जल्यो, कारागारहरू किन टुट्यो, यत्रो कैदीहरू किन भाग्यो, यत्रो पुलिस प्रशासनको हतियारहरू किन कोस्यो? यो त केपी ओलीलाई सोध्ने होला नि त तपाईँले। केपी ओली राजीनामा दिइसकेपछि कसले गरायो? उपमहानगरको मेयर साहबले जब संसद भवन जलिरहेको थियो फायर ब्रिगेड पठाउनु पर्दैन, दमकल पठाउनु पर्दैन? यो हाम्रो सबैको साझा सम्पत्ति थियो न, यो मेयरको बाउको सम्पत्ति थिएन नि। यो सम्पत्ति जलाउनमा तपाईँको ठुलो भूमिका रहेछ। भनेपछि केपी ओलीलाई जिताएर बालनलाई हराउने तपाईँको योजना हो माटो? होइन, एकदमै होइन। केपी ओलीको त कामै छैन। त्यो किडनी नभएको मान्छेलाई अब तपाईँको जेलको व्यवस्था बनाउनु पर्छ। त्यो कुन जेलमा जान्छ होइन? त्यो चुनाव लडे पनि नलडे पनि होइन, यो चुनाव पछिको तपाईँको जति ठुलो टाउकोहरू छ, अब यसको त महिलाको किडनी लगाएको मान्छे यसलाई राम्रो जेलमा हाल्नुपर्छ, बुझ्नुभयो? अलि दायाँ बायाँ फेर्न पनि होइन गाह्रो हुन्छ भोलि गएर होइन, त्यसलाई काम छैन। त्यो कहीँ गएर पनि होइन, बालन शाह जित्छ कि त्यहाँ अब के भन्छ तपाईँको केपी ओली जित्छ कि, त्यो हार जितमा मैले टिका टिप्पणी गरेको छैन। तर जसरी पनि उहाँ जितेर पनि हारेर पनि नेपालको जनताको मन जित्न सके छैन। जुन डकैती तपाईँले गर्नु भएछ त्यसको लागि तपाईँको जेलमा जानै पर्छ। अब कुन जेलमा जानको लागि तपाईँले राम्रो हुन्छ भने त्यो जेलको नाम सोचिराख्नु। दिल्ली बजारमा जानुहुन्छ कि नखु कारागारमा जानुहुन्छ कि त्यो व्यवस्था मिलाउनुहोस् होइन, त्यो काम छ। यदि जान जोगाउनु छ भने होइन, जनताको बिचमा आएर माफी मागेर राजनीतिबाट सन्यास लिनुहोस् होइन। हर्कजीले गरिरहेको कामलाई सम्मान गरेर अगाडि बढ्नुहोस्। तपाईँको काम छैन, न तपाईँको पार्टीको काम छ, न तपाईँको सिद्धान्त राम्रो, न विधान राम्रो होइन, कसैको राम्रो छैन अहिलेको अवस्थामा। भनेपछि ओलीलाई पनि हराएर बालनलाई पनि सेकाएर झापामा हर्कले जित्छ। एकदम 100% हो। 200 म किन भन्ने, ओलीजी त्यहाँ प्रतिस्पर्धामा छैन होइन। ओली साहबको जमानत जब्त हुन्छ, त्यस्तै बालन शाहको पनि जमानत जब्त हुन्छ होइन, प्रधानमन्त्री होइन। त्यहाँ भनेको हर्क सम्पाङजीको जुन हाम्रो त्यहाँबाट प्रत्यक्षबाट होइन, समीर तामाङजी उहाँ भारी बहुमतले होइन जमानत जब्त गराउँछ उनीहरूको, र भारी बहुमतले उहाँ चाहिँ हर्क सम्पाङजीको पार्टीबाट समीर दाई जितेर आउँछ भारी बहुमत। ठोकुवा होइन, काम गरेछु नि। ठोकुवा त के, एकदम काम गरेछु नि, जनताको बिचमा काम गरेछु नि। म हर्क सम्पाङजी भन्दा